हेलो साथीहरू, गुड मर्निङ। म चाहिँ ब्रिजबेनबाट सिडनी जाँदैछु। आज चाहिँ बाई ट्रेन होइन। अनि बिहानको अहिले 5 बज्यो। अब 15 घन्टा ट्राभल छ होइन। एकदम बोर हुनेवाला पनि छ, रमाइलो इन्ट्रेस्टिङ हुनेवाला पनि छ। 15 घन्टाको ट्राभल ट्रेन चाहिँ हो होइन। कस्तो छ के छ, मान्छेहरू खासै त्यति धेरै पनि हुनु, तर ठिकै छ, मान्छेहरू छ, भोलि छ होइन। अनि रमाइलो नै हुन्छ होला। अब ट्रेन चाहिँ हो, यहाँबाट चाहिँ 15 घन्टा ट्राभल छ सिडनीसम्मको लागि चाहिँ। ठिक छ, अब हेर्दै जाउँ कस्तो छ के छ भन्ने कुरा हो होइन। रमाइलो हुन्छ होला, हेरौँ। भित्र चाहिँ राम्रो छ, बाहिर ट्रेन चाहिँ खासै त्यस्तो उ नभए पनि। ल आज अब ब्रिजबेन टु सिडनीको चाहिँ यात्रा मसँगै गर्नु है त। ल भित्रको चाहिँ यस्तो रहेछ सिटहरू चाहिँ होइन। अब चाहिँ ट्रेनमा बस्यो होइन। सिट चाहिँ ठिकै छ, कम्फोर्टेबलै छ। दुईवटा रहेछ। यो चाहिँ फर्स्ट क्लासको हो। ल अब हामी चाहिँ हिँड्न थाल्यौँ भन्दा नि हुन्छ होइन। तर फर्स्ट क्लासमा मान्छे चाहिँ खासै त्यति धेरै छैन, रमाइलो भयो, एकदम खाली छ होइन। ठिक छ। उता इकोनोमिक क्लासमा चाहिँ अलिअलि थिएँ, यहाँ पनि अर्को मान्छे छ। यो चाहिँ बी हो, उता अगाडिकोमा अलिअलि थियो। ठिकै छ, धेरै मान्छे भएन नि, रमाइलो संसार हुन्छ, आनन्द। ठिक छ नि, एकदम रमाइलो छ। सिटहरू स्पेस पनि टन्ने छ होइन। रमाइलो हुनेवाला छ आज। अब 15 घन्टाको ट्राभल एकदम बोरिङ पनि हुनेवाला छ, रमाइलो नि हुनेवाला छ। हेर्दै जानु होइन। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। मेरो अब आज चाहिँ ब्रिजबेनबाट सिडनी ट्रेनमा गइन्छ अनि न्यु इयर फायरवर्क हेरिन्छ होला बेलुका सिडनीको आज होइन। फर्स्ट टाइम सिडनीको चाहिँ। अनि त्यसपछि आएर अब भोलि न्यु इयर छ, सबैलाई ह्याप्पी न्यु इयर पनि भने होइन। अनि भोलि सायद अब क्यानबेरा गइन्छ होला घुम्नलाई। अनि त्यसपछि मसँग टाइम भए पनि म चाहिँ अहिले खास क्रिसमस न्यु इयर होलिडेमा छु, त्यही भएको कारणले गर्दा मसँग टाइम छ अलिअलि होइन। भयो भने चाहिँ म मेलबर्न पनि घुम्न जान्छु होला अहिले होइन। अनि त्यसपछि अब भिडियोहरू आउँदै गर्छ, हेर्दै गर्नु होला होइन। अनि चाहिँ ट्रेनबाट फर्स्ट टाइम सिडनी जाँदैछु र यो चाहिँ अब अस्ट्रेलियाको ट्रेन चाहिँ त्यति धेरै फास्ट पनि छैन, जस्तो जापान चाइनाहरूको जस्तो चाहिँ एकदम एक्सप्रेस ट्रेन पनि होइन यो होइन। किनकि अब जस्तै 1000 किलोमिटर छ यो ब्रिजबेन टु सिडनी। 1000 किलोमिटरलाई जम्प भनेपछि कति 15 घन्टा लाग्ने भएपछि त स्पिड लिमिट त्यति धेरै छैन यहाँको चाहिँ होइन। ठिक छ, तर पनि रमाइलो हुन्छ घुम्दै हेर्दै गर्दाखेरिमा। आज मान्छे नभएर सिट फेरि बस्नु पाइएको छ, कम्फर्टेबल भइरहेको छ भने चाहिँ एकदम होइन। आरामदायी सिट पनि ठिक छ, राम्रै छ, रमाइलो। भ्यू पनि रमाइलो छ, चट्ट लाएर एकदमै रमाइलो छ। एकदम आफूसँग टाइम भएको बेलामा घुम्दै हिँड्नको लागि ठिक छ। सधैँ प्लेन मात्रै के गइरहनु होइन, ट्रेनमा यसो हेर्दै जानु पाइन्छ नि त भन्ने हिसाबले जाँदाखेरिमा ठिक छ। पुरा चलिरहेको छ गाईहरू बाख्राहरू होइन। धेरै भयो नदेखेको, यस्तैतिर घुम्दै हिँड्दा मात्रै देखिने हो। उता नेपालतिर हुँदा सधैँ देखिरहेको होइन। अनि आज चाहिँ रमाइलो भइरहेको छ, झट्ट लागेर गाई बाख्राहरू चलिराखेको देखिया छ होइन। हेर्दै डाँडाकाँडा हेर्दै हिँड्दै गर्दाखेरिमा रमाइलो भइरहेछ। ठिक छ। भर्खर 1 घन्टा हुँदैछ, अझै 14 घन्टा बिताउनु छ होइन। उतापट्टि चाहिँ पुरा चलिरहेको छ। पुरै आज चाहिँ होइन नेपालतिरै घुमिरहेको जस्तो पुरा याद आइरहेको छ होइन। हरियाली एकदम। अस्ट्रेलिया खासै हरियाली छैन भनिन्छ, तर यो छेउछेउतिर सबै बिचतिर चाहिँ मरुभूमि जस्तै छ होइन। रातो माटोहरू, माटो मात्रै, बाल्लो त त्यति धेरै छैन, तर पनि मरुभूमि भनेर बाल्लो नभए पनि माटोहरू एकदम रातो सुक्खा छ। तर यो छेउछेउतिर चाहिँ होइन, समुद्रको छेउतिर चाहिँ ठिकै छ, हरियाली जङ्गलहरू छ, माटोहरू रुखहरू पनि पुरै होइन। एकदम हरियाली हराभरा छ टक्क लाएर। अनि रमाइलो सट्ट घुम्दै हिँड्दाखेरिमा रमाइलो भइरहेछ आज। नेपालको जस्तै पुरै हरियाली देखिरहेछ होइन। अनि गाई बाख्रा चरेको देखिरहेछ यता छेउछेउमा सब।
अहिले चाहिँ पुरा जङ्गलहरू नै आयो, बाक्लो बाक्लो ठुल्ठुलो रुखहरू होइन। अघि चाहिँ खासै ठुलो रुखहरू थिएन, अहिले चाहिँ ठुल्ठुलो रुखहरूको जङ्गल आयो। बिचबिचमा पुरै पाहाड छेडेर पनि होइन यिनीहरूले सुरुङ मार्गबाट छिटो हुन्छ नि त, त्यसरी लिएर गइरहेछ। यो ठिक छ त, एकचोटि बनाएपछि यिनीहरूले पहिले सुरुमा बनाएको अहिलेसम्म भइरहेछ। एकचोटि बनाएपछि हाम्रो नेपालमा चाहिँ नबनेको भएर, नत्र भने यस्तो पाहाडतिरबाट बिचबिचमा छेडेर लिएर आइरहेछ होइन। एकदम लामो चाहिँ सिडनीबाट ब्रिजबेनसम्म पुरै अस्ट्रेलियाभरि घेरेको छ नि त। अब जस्तै ट्रेनहरूको लागि एकचोटि बिछ्याएपछि त वर्षौँ वर्ष होइन, 3 घन्टा चाहिँ होला हिँडेको होइन। अब एकछिन सुत्नु पर्ला, सिट पनि कम्फर्टेबल रहेछ, ढक्क लाएर 40 डिग्रीसम्म चाहिँ पुरै भगाउने रहेछ। ठिक छ, 3 घन्टा भयो, अब 15 घन्टा चाहिँ 12 घन्टा 11-12 घन्टा चाहिँ बाँकी छ। 15 घन्टा 14-15 घन्टा देखाइरहेको छ के अरे। बिचतिर रोक्छ रोक्दैन, रोक्यो नि झर्न नपाउने होला। बल्ल चाहिँ अब खेत जस्तो फाँट आएको तर पनि खेती चाहिँ देखिएको छैन, देखिन्छ होला बिचतिर देखिन्छ। यहाँदेखि के हो, के खेती हो यो रहेछ? यहाँ चाहिँ के बल्ल खेतहरू आयो ल। यहाँ के खेती हो हुन्छ होइन, तर छ ऊ खेती गरिरहेको छु। ऊ ट्र्याक्टर जस्तो त्यहाँ बिउ छ, ट्र्याक्टरै हो ऊ, बिउ छ अरे भन्दा नि टिपेको हो कि के हो, के खेती रहेछ यो? नजिकबाट ट्रेन अलिक कुद्यो, देखिने देखिएन, तर खेती हो यो हुन चाहिँ। यहाँ खेती गर्ने ठाउँ प्लटहरू चाहिँ बल्ल आयो। अघिसम्म चाहिँ खेती गर्ने ठाउँमा आएको थिएन। ऊ क्या राम्रो खेती रहेछ हो, बल्ल चाहिँ खेतीपाती गर्ने प्लट आएको छ सिधा तराईको जस्तो। पुरै फाँटहरू चाहिँ बल्ल आउनु थाल्यो। अब एकछिन हेरेर अनि एकछिन चट्ट सुत्न पर्ला होइन। झ्याउ लाग्यो भने, तर झ्याउ लागेन सुत्दिनँ होला। यहाँ गाई फार्म रहेछ, फेरि यहाँ गाईहरू टन्ने हेर्दै जाउँ के सुत्न र बेलुका गएर सुतिहालिन्छ होइन। बिदाको बेलामा जति सुत्यो जहिले सुत्यो नि भयो। ऊ ए पुरा अब त खेती आयो, गाईहरू पनि त्यही छ। अनि यहाँ जोतेर ठिक्क बनाएर चाहिँ खेती केलाउनको लागि हो होइन। उतापट्टि चाहिँ फेरि हरियाली छ, के को रुख, मकैहरूको रुख है केसको रुख जस्तो खालि उतापट्टि चाहिँ। यहाँ चाहिँ पुरा फाटै फाट्छ कि, उतापट्टि गाई चरिरह, यतापट्टि अनि यो गाई यो गाईभन्दा पछाडिपट्टि पुरै जग्गाहरू छ। ल फाइनल्ली खाना पनि रेडी भयो होइन, लन्च पनि आयो। बटर चिकन रहेछ होइन, बटर चिकन। अनि त्यसपछि आएर एउटा ब्रेड पनि छ, एउटा बटर पनि छ होइन। लन्चको लागि ठिकै छ ल। ट्याक्क यिनीहरूले 1 घन्टा लाग्दो रहेछ। अघि 1 घन्टा पहिला अर्डर लिएको थियो, यति भए पुग्छ। यतिलाई $13 भनेपछि ठिक छ, त्यति महँगो पनि होइन, ठिक छ एकदम होइन। लन्च रेडी भयो, अब खाने। कति 1 बज्न आँट्यो होइन, लगभग आधी भयो, आधी चाहिँ भयो अझ। अब भनेपछि तर चाँडै पुग्छ जस्तो छ। 8 बजे भनेको थियो, 1 बजे आधी भइसक्यो होइन, आधी बाटो भइसक्यो। अब चाहिँ त्यति धेरै टाइम पनि छैन, आधी बाटो। अब यो खानासाना खाएर एकछिन हेर्दै गरेपछि ठिकै हुन्छ। सबैले अब लन्च खाने बेला भयो होइन। ल अब एकछिन भेटौँ ल। अब चाहिँ आइपुग्यो होइन। 15 घन्टा चाहिँ बस्दा खुट्टा पनि यस्तो गलिरहेछ होइन। 15 घन्टाको यात्रामा सुत्दैन एकछिन पनि, सुत्दैन भने मतलब 10-15 मिनट यसो झ्यापुक आँखा चाहिँ भयो होला, तर सुत्नु चाहिँ सुत्दैन। अनि आइयो, 2 कप कफी खाइयो, अनि त्यसपछि आएर नास्ता गरेर 2 चोटि, एकचोटि लन्च खाइयो होइन। अनि त्यसपछि 15 घन्टामा यहाँ आइपुग्यो। टक्क 15 घन्टा हुने होला 10 मिनटमा। अब सेन्ट्रल स्टेसन आइपुग्नु पनि लाग्यो, बुढाहरू पनि आउँदैछ भनिरहेछन्। त्यसपछि फायर वर्क हेर्नु जाने हो, यदि बन्द रहन्छ भने। त अहिले ट्रेनहरू पनि पुरा बन्द भइसक्यो, मान्छे धेरै भएर होइन। फाइनली सिडनी पनि आइयो 15 घन्टामा। ब्रिजबेनबाट सिडनी 15 घन्टा ट्राभल गरेर ट्रेनमा आइयो फर्स्ट टाइम होइन।
रमाइलो भयो जे पनि हेर्दै आएर तर त्यस्तो खासै हेर्नको एकदम के चिज छैन होइन तर त्यस्तै जे पनि हेर्दै हेर्दै आउँदाखेरिमा यता यता कहिले काहीँ रमाइलो हुन्छ एकचोटि सधैँ हिँड्न चाहिँ बोर नै छ धेरै हिँड्न पनि रमाइलो छैन सिट ठिकै छ ट्रेन दिउँसोको ट्रेन भएर त्यहाँ बेडहरू चाहिँ छैन यसमा चाहिँ सिट मात्रै भएको हो तर सिट भए पनि फोल्ड गरेर चट्ट बस्न सुत्न मिल्छ होइन ठिकै छ रमाइलो छ अब सनिपाल स्टेसन आउन 10 मिनट जति होला 10 मिनटमा झर्ने अब म सनिपालमै घर झर्छु तिनीहरू त त्यहाँ आउँछन् रे बुढाले नै आछन् रे अनि उता फायरवर्कतिर जाने हो बन्द भएन भने बन्द भयो भने यसो ग्राउन्डमा यता त्यता अन्त घुमेर अनि त्यसपछि रुममा गएर सुत्ने भोलि चाहिँ सायद क्यानबेरा गइन्छ होला ल ट्याक्क ट्रेनबाट पनि झऱ्यो 15 घन्टा ट्रेनबाट आएर ट्याक्क झऱ्यो बुढाहरू ट्याक्क लिन आएको मलाई अगाडि ट्याक्क आएर आउँदैन 15 घन्टा यात्रा गरेर आएको है बुढा लिन आयो त बुढाहरू ह्याप्पी न्यू इयर नमस्ते ह्याप्पी न्यू इयर के छ ठिक छ म 15 घन्टा बस्दा बस्दा थाकेको बुढाले लिन आएको थिएँ है 15 घन्टासम्म न फोन लायो बाहिर कसरी आउनु हो न फोन अनि त्यो ऊ हुँदो